सो हेलो केटा हौ फेरि पनि स्वागत छ तिमीहरूलाई मेरो नयाँ नौलो भ्लगमा है। आजको भ्लगमा चाहिँ म के गरिरहेको छु, म केही गरिरहेन, कपाल पनि काट्न भ्याइएन, रिङ्कु सिङ्कु आएन है। यस्तो गरियो पाल्पामा यस्तो शीतल छ भन्छन् अहिले है, तर रियालिटी हामीलाई थाहा कि पाल्पाको कतिको शीतल छ भनेर। बाहिर चाहिँ लभली भ्यू भइरहेको रहेछ, यस्तो जालीले अड्काइदिन्छ कि फोकस गर्न मिल्दैन। यस्तै छ जिन्दगी। अब हामी कमाएर खाने भन्यो भने त एउटा युट्युबै हो है। अब युट्युबबाट मैले के गर्ने प्लानिङ छ भने चाहिँ अब टक्क लाएर है भिडियो सिडियो बनाउने, अनि त्यसपछि हुन्छ नि अब लाइफस्टाइल के भन्छ त चेन्ज गर्ने कि है। टक्क भिडियो सिडियो बनायो हाल्यो, साथीभाइहरूले माया देखायो होइन, त्यति भएपछि अब के पो चाहियो र है। अब यस्तै हो जिन्दगी। अब म के गर्छु भन्दा बाहिर डुल्न जान्छु, के गर्छु। यो ठाउँमा म बस्ने एकदम लभली छ ठाउँ, तर गरेको अति ध्यान गर्छ है। सो त्यस्तै छ आजको लागि यति नै। म खासमा यो भिडियो किन बनाएको छु भन्दाखेरि चाहिँ है, मेरो यो फर्स्ट भिडियो भइरहेको भ्लगिङको एक्सपिरियन्स त्यसैमाथि अब मैले टिकटक घरमा नि हालिरहेको हुन्छु है, यो मेरो च्यानललाई सपोर्ट गरिदिनु भनेर। अब टिकटकबाट हेर्ने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद, र युट्युबबाट हेर्ने साथीलाई पनि धेरै धेरै धन्यवाद। अब सकेसम्म सपोर्टै गरिदिनु, किनभने अब म नि बच्चै हो, त्यो साह्रो ठुलो पनि होइन, बल्ल 8मा हो है। अनि त्यसो जोसजार रहर भनौँ न, रहर लागिन्छ क्या सबलाई। भ्लग बनाम रहर लाग्छ, मलाई पनि लाग्यो, त्यही भएर भयो बनाइरहेको छु। त्यो सक्दो सपोर्ट गरिदिनु होस् साथीहरूलाई, यति नै धन्यवाद।